हेलो गाइस हैन यो चाहिँ मेरो फर्स्ट भिडियो हो। म चाहिँ यो जोसमा आएर भन्ने हुन्थ्यो नि मलाई रिस उठेर बनाएको भिडियो हो चाहिँ यो चाहिँ हैन। अनि किन भन्दाखेरि मैले यो चाहिँ स्पेसली यो रियल र फेक मांगाको कुरामा रिस उठेको क्या मलाई। अनि कुरो के थियो भन्दाखेरि मैले चाहिँ हिजो अस्ति मैले चाहिँ अस्ति वान पिसको दुईटा मांगा किनेको थिएँ। मैले अहिलेसम्म मांगा किनेको छैन। मैले फर्स्ट ट्राई दिनको लागि दुईटा मांगा किनेको थिएँ पढ्नलाई। अनि भोल्युम 45 र 46 किनेको थिएँ। अनि 45 र 46 मलाई थाहा थिएन रियल मांगा कस्तो हो फेक मांगा कस्तो हो हैन, यो त्यो भने मलाई थाहा थिएन। अनि त्यसपछि ठ्याक्क लाएर मैले किने। अनि किन्दाखेरि मैले हेरेँ अब रियल मांगाहरू मैले त्यो अब हुन्छ नि बेच्ने मान्छेहरू जस्तै कुनै सपहरू एनिमे सपहरूमा गएर मैले देखाएँ यो देखाएँ मैले यो मांगा देखाएँ। अनि तपाईँले कहाँबाट लिनुभयो यो सही मांगा हो, यो मांगा के अरे रियल मांगा हो भनेर भने हैन। त्यसपछि अनि मैले युट्युबमा पनि सर्च हाने, मलाई डर लागेर हैन, मैले मेरो पैसा वेस्ट त गएन भनेर। त्यसपछि यो चाहिँ एउटा राम्रो इन्भेस्टमेन्ट हो क्या मांगा चाहिँ हैन, एक प्रकारको राम्रो इन्भेस्टमेन्ट हो अब इन्ट्रेस्टेडहरूलाई। अनि त्यसपछि अब यसमा मैले के थाहा पाएँ भन्दाखेरि रियल मांगा चाहिँ टक्क लाएर रियल मांगामा चाहिँ के हुन्छ भन्दाखेरि यो अगाडिको पेज हुन्छ नि, सुरुमा हेर्दाखेरि अगाडिको पेज चाहिँ सही हुन्छ नि सिधा हैन, तपाईँले ठ्याक्कै सिमेट्रीमा पाउनुहुन्छ के, सिमेट्रीमा पाउनुहुन्छ। एउटा जस्तै सिधा छ हैन, यो सिधा छ हैन, यो हरेक बाङ्गो टेढो हुँदैन के, सिधै हुन्छ के। अनि त्यसपछि यसको अनि यहाँ ग्लुइङ छ नि, यसको ग्लुइङ पनि सही, यसको ग्लुइङ पनि हुन्छ नि त्यस्तो फात्राक फुत्रुक जानी हुँदैन के, यसको बाइन्डिङ भनौँ न हैन। त्यसपछि यसमा तपाईँले बाहिरबाट अब छामेर थाहा पाउने हो भने चाहिँ यो चाहिँ अलिकति हलुका हुन्छ कि हुन्छ। अब तपाईँले अब भन्नु होला अब रियल र फेक भए पो थाहा हुन्छ त हलुका हुन्छ कि भारी हुन्छ भनेर हैन। अनि यसमा चाहिँ के हुन्छ भने त्यसमा चाहिँ कसरी थाहा पाउने भन्दाखेरि तपाईँले यहाँ माथिको यो सर्फेसलाई नि रब गर्नु, यो सर्फेसलाई रब गर्नु, यहाँ रब गर्नु, अलमोस्ट उस्तै आउँछ। जस्तै यसमा रफिनेस हुँदैन कि, स्मुथनेस हुन्छ कि यसमा। अनि त्यसपछि तपाईँले भित्र पेज पल्टाउँदाखेरि यो पेजमा तपाईँको यो छ नि यो हार्ड हुन्छ, लास्टै अलि हार्ड पेपरै हुन्छ कि तपाईँको त्यो A4 साइज भन्दा हार्डै पेपर हुन्छ कि यसमा। अनि यसको आर्टवर्क हेर्नु, आर्टवर्कले पुरै तपाईँको एउटा पेजै खाइदिएछ क्या, आर्टवर्कले पुरै पेज खाइदिएछ तपाईँको यसले हैन। अब जस्तै यही मांगा हेर्नु, यहाँनिर जेजेकेको मांगा हेर्नु हैन, यो फेक मांगा हो क्या, यो फेक मांगाबाट खिच्या हो। किन भन्दाखेरि यसको बोर्डर छ नि हेर्नु, बोर्डरै हुनुहुन्न खास गरी यो पुरै यो मैले हेरेको जुजुत्सुको यो पुरै फेक हो। मैले फेक पठाएछु आफ्नो ठाउँमा छ, तर यो किने हैन मैले अनलाइन हो हैन। त्यसपछि एक्चुअल मांगा चाहिँ कस्तो हुन्छ तपाईँको मैले भने पुरै तपाईँको यो छ नि यो फुल यो पेजै ढाकेको हुन्छ क्या त्यो मांगाको यो आर्टवर्कले हैन। त्यसपछि तपाईँले यस्तो गर्दाखेरि मलाई यो यस्तो गर्दा पनि डर लाग्दैन, किनकि यसको बाइन्डिङमा मलाई धेरै भरोसा छ, किनकि यो रियल हो। अब फेक मांगा चाहिँ कस्तो हुन्छ भन्दाखेरि तपाईँलाई देखाउनु पर्दाखेरि यो चाहिँ मेरो फेक मांगा हो। मैले आज मगाएको थिएँ पढ्छु भनेर 5 र 6 हैन, 5 र 6 मगाएको थिएँ। 6 त हेर्दाखेरि त केही पनि देखेन, मैले त्यस्तो देख्दै देखिनँ यो फेक हो हैन। बाहिर कभर हेर्दाखेरि फेक हो, सिमेट्रीमै रहेछ, फेक हो भन्नु मन लागेन। तर जब मैले भित्र पल्टाएँ, यहाँ भित्रपट्टि न क्वालिटी खत्तम, यहाँ क्वालिटी खत्तम छ यसको हैन। अनि यसमा साइडमा बोर्डर हेर्नु न, व्हाइट लाइन बोर्डर छ, पुरै ब्लरीनेस छ, पुरै इमेजमै ब्लरीनेस छ, आर्टवर्कमा लेखेको ठाउँमा ब्लरीनेस छ। अनि यसको यहाँनिरको यो हैन, यसको यो बाइन्डिङ हेर्नु न, यो यस्तो छ बाइन्डिङ। मलाई यस्तो गर्न पनि डर लाग्छ कि, यो मलाई रिटर्न गर्नु छ, यो गर्न पनि डर लागिरहेछ हैन। अब यो मांगामा तपाईँले यसो गर्नु भने यहाँ रफिनेस आउँछ हैन, त्यति हो। यो मांगा यस्तो हुन्छ नि, मांगा भनेको कुरा पढ्न मजा आउँछ, अनलाइन भन्दा नि अफलाइन पढ्न मजा आउँछ। तर अफलाइनमा पनि यस्तो मांगा आएपछि चाहिँ पढ्नै मन लाग्दैन कि कस्तो फेक मांगा हो क्या यो। अनि अब यो 5 मा त अभियसली यहाँ हेर्नु नि स्टार्टिङमै के, खोल्दैखेरि के कभरमै के कस्तो असिमेट्री छ क्या, हेर्दै असिमेट्री छ क्या। यसले यमै काटिया छ हैन, मासासीको यो नै यमै काटिया छ। त्यसपछि तपाईँ भित्र यहाँ हेर्नु यो कस्तो बाङ्गो छ हेर्नु, यो पुरै बाङ्गै छ क्या, यो पुरै बाङ्गो छ क्या। अनि त्यसपछि तपाईँको अब यहाँ भित्रको हेर्नु, भित्रको आर्टवर्क हेर्नु, यस्तो छ आर्टवर्क, ग्याप हैन। अब यो चाहिँ अलिकति एक दुईवटा पेज चाहिँ मिलाएछ यिनीहरूले हैन, एकदमै बाँकी सब पेज हेर्नु नि बिगारे क्या, पेजै बिगारे। एक दुईवटा पेज चाहिँ बनाएछ अरू सब पेज बिगारे। अनि त्यसपछि यसको यहाँ त्यही रफिनेस छैन हैन, त्यही हो।
अनि तपाईँहरूलाई चाहिँ म के सजेस्ट गर्छु भन्दाखेरि अब कसैको हुन्छ कलेक्सन गर्दाखेरि चाहिँ तपाईँहरूले के गर्नुहुन्छ भन्दाखेरि अहिले खोल्नु हुँदैन, तपाईँले त्यो अहिले प्याकेजिङ खोल्नु हुँदैन, एउटा भिडियो बनाउनुहुन्छ होला होइन, तपाईँले खोलेको अनबक्सिङ भिडियो बनाउनुहुन्छ होला, सबै कुरा हुन्छ होला होइन। त्यो चाहिँ तपाईँहरूले भिडियो चाहिँ बनाएर राखिहाल्नु, अनबक्सिङ गरेको भिडियो चाहिँ बनाएर राखिहाल्नु। के गरी फेक महँगा परेछ भने चाँडै रिटर्न गर्न सजिलो हुन्छ। 14 डेज रिटर्न पोलिसी हुन्छ कसैको कति हुन्छ। तपाईँको टाइम जाला फेरि रिटर्न गर्नुपर्ने ठाउँमा, अनि त्यो फेक महँगा पऱ्यो भने लास्टै नराम्रो लाग्छ। त्यही भएर अनबक्सिङ गरेर राख्नु, बरु भिडियो तपाईँहरूले पछि हाल्नु, तपाईँ पछि गर्नु, अनबक्सिङ चाहिँ गरेर राखिरहनु होइन। त्यही हो, तपाईँहरूलाई एउटा सजेसन दिन्छु म। अब मभन्दा बुझ्नेहरू पनि हुनुहुन्छ होइन, तपाईँहरूले बुझ्नुहुन्छ कस्तो छ भनेर। मलाई चाहिँ आज यसको यो महँगा बेच्ने मान्छेहरूको हरकत देखेर मलाई रिस उठ्यो होइन। त्यति हो, द्याट्स इट फर टुडे होइन। अब एनिमेको अब यो नारुतोको मैले सबै हेर्न त हेरिसकेँ, तर त्यही पनि अब महँगा रिड गर्दा चाहिँ कस्तो हुन्छ भनेर मगाएको। अब यस्तो छ ताली होइन। अनि यहाँ हेर्नु न के हो यो, यस्तो छँदै छैन क्या रियल महँगामा। अब तपाईँको यहाँ हेर्नु न, यो छ नि, यो सबै आर्टवर्कले घेरिएको भएर क्या, पुरै पेजै आर्टवर्कले घेरिएको भएर यस्तो छ। यसमा यो अब हेर्ने, यसमा त्यो व्हाइट त्यो पेपर छ नि त, यहाँ माथि हेर्नु नि यस्तो छ नि, त्यही भएर यो नआएको हो क्या। यो आर्टवर्कले घेरिएकै छैन क्या, यो तल चाहिँ अलिअलि आछ, यहाँ साइडमा नि अलिअलि आछ, तर यहाँ माथि छैन क्या। यहाँ अलिअलि चाहिँ यस्तो, यो एकदम फेक महँगा हो। यो म प्याक गरेर रिटर्न गर्नेवाला छु भोलि। यस्तो महँगाहरू नकिन्नु होला, थाहा पाउनु। त के गरी तपाईँलाई किन्न मन लाग्यो भने रियलकै महँगा किन्नु, बरु सेट किन्नु। सेट किन्दा सस्तो पर्छ होइन, यो सिङ्गल महँगो पर्दा नि सेट किन्दा महँगो पर्छ, र यो सस्तो पनि हुन्छ। सस्तोले गर्दाखेरि चाहिँ तपाईँहरूलाई अब हुन्छ नि लोभ्याउने काम गर्ला, तर यस्तो हुन्छ। यो हुन त यो पनि मैले सस्तोमा किने हो, तर यो चाहिँ रियल परेछ। अब किन सस्तोमा किने के भयो आई डोन्ट नो होइन, सस्तोमै बेचिरहेछ, मैले सस्तोमा किने। खास गरी यो सेकेन्ड ह्यान्ड हो होइन, सेकेन्ड ह्यान्ड किने हो मैले सस्तोमा, अर्को पनि सेकेन्ड ह्यान्डै हो। अनि यो चाहिँ किन अब सेकेन्ड ह्यान्ड हो, त्यही पनि अब पढ्न मजा आइरहेको छ सेकेन्ड ह्यान्ड भयो नि। त्यही हो, मैले चाहिँ यो जस्ट एउटा ट्राईको लागि किनेको थिएँ। अनि द्याट्स इट होइन। अब त्यही रियल र फेकमा पत्ता लगाउनु, तपाईँहरूले अब थाहा हुन्छ कस्तो के रियल के गर्नुपर्छ भनेर। अनि म नि यहाँ अब जेको चाहिँ मैले बुक नकिनिकन यसमै पढिरहेको छु। अनि त्यही हो, यही हो, अब सतर्क रहनु, त्यति हो। अब ल, गुड डे तपाईँहरूलाई होइन। मलाई लाग्यो अब मेरो, अब आई होप कि मेरो भिडियोले तपाईँलाई केही हेल्प हुन्छ होला होइन। थ्याङ्क यू।